हिजो सानो कुराले दुःख लाग्यो। के कुरा भन्दाखेरि चाहिँ म ससुरा बाबालाई चाहिँ अलिक प्रब्लम छ, अन्त हस्पिटल गएर आउँदै थिएँ हामी बसमा। बसमा आउँदाखेरि जस्तो बसमा चढेँ त्यस्तै एउटा आन्टीले मलाई, भाइ त्यो खिड्की खोलिदेऊ न, अलिक खोल्नु सकिनँ मैले भन्नुभयो। झट्ट खिड्की खोलिदिएँ, अन्त गफ गर्दै थिएँ। अन्त यसो पालापुल हेर्दै थिएँ मैले यताउता कि कतै सिट खाली छैन, बाबालाई बसाइ पनि दिन्छु, किनकि लगभग मालबजार से बानारको 30-35 किलोमिटर होला, अन्त त्यत्रो दुरी छैन। अन्त बातको बिमारी भन्छ नि त्यस्तो अलिक पेसेन्ट हो, खुट्टामा पैतालामा त्यो एडी हुन्छ नि, एडीमा चाहिँ अलिक प्रब्लम छ। अन्त त्यस्तो प्रब्लम छ, अनि त्यस्तो पेसेन्ट हो। अन्त त्यो आन्टीलाई मैले पहिला त भनेको थिइनँ, किनकि म हेर्दै थिएँ उता, त कन्डक्टरलाई भन्दै थिएँ कि सिट भयो भने राखिदिनु है भनेर। अन्त सिट भएकै थिएन, अलिकति अगाडि गयो, भएकै छैन सिटै हो। अन्त मेरो पाला एकछिनमा त्यो आन्टीले त्यो आफ्नो सिटको जुन पेसेज हुन्छ, पेसेजको यतापट्टि एउटा नानीसँग बोल्नुभयो। अन्त मेरो नाति हो भन्नुभयो, अन्त यस्तो विचारे कहाँतिर हुन्छ भन्दाखेरि अलिक अगाडि 10 मिनटको बाटो थियो अगाडि होइन। अन्त बाबाहरूलाई चाहिँ अलिक टाढै जानु थियो, 10 मिनटको अगाडि बाटो। त्यस्तो विचारे आन्टी सुन्नुहोस् न, ऊ भाइलाई उठाएर नि बाबालाई राख्नु, बसाइदिनु नि, अलिक पेसेन्ट हो, यति मात्रै भनेको थियो कि त्यो आन्टीले त एकैचोटि मलाई, भाइ 60-70 रुपियाँ दिएर बसेको थियो सिटमा भन्नुभयो। ए भगवान्, त्यो त मैले बुझेँ नि होइन। मैले तर के भनिनँ, मैले होइन चलो ठिकै छ, केही छैन भनेन। अन्त फेरि त्यो आन्टीले एकछिन मलाई, बुढापाकामा हुन्छ नि यस्तो भाइ, मलाई पनि त हुन्छ भन्नुभयो। अन्त मैले भने बुढापाकाको कुरा होइन कि आन्टी, पेसेन्ट हो, दुःख छ, बुढापाकाको कुरा गरेको होइन। अब तपाईँ बस्नु हुँदैन, त्यो तपाईँको इच्छा भनिदियो मैले। तर अब दुःख चाहिँ यही चिजको लाग्यो क्या कि कति मान्छे हुँदो रहेछ नि, अलिकति अरूको हेल्प नगरौँ जस्तो हुँदो रहेछ है नि। अन्त अब यसमा त त्यस्तो दुःख लाग्ने कुरा पनि छैन, तर आफ्नो एउटा विचार, किनकि मेरो चाहिँ नेचर के छ भन्दाखेरि, म आफ्नो नेचर बताऊँ भने कसैको हेल्प गर्नु सक्छु केही विषयमा, र टाइम छ मेरोमा त्यो गर्नु सक्छु भने म गरिदिन्छु हो। अब सक्दिनँ भने त त्यो अरू कुरा हो होइन। अन्त नाथे त्यो 10 मिनटको बाटोको लागि नै अलिक अगाडि थियो त्यो आन्टीको, गाँचमोड भन्ने ठाउँमा, नगरकटा लगभग पुगिसकेको थिएँ, 10 मिनटको बाटो पनि थिएन। अन्त बसाइदिनु भनेको, एकैचोटि त्यो आन्टीले त भाइ 60-70 रुपियाँ दिएर बसेको। भगवान्, चलो केही छैन, जसले पनि मेरो भिडियो हेर्नुहुन्छ यति नै भन्नु चाहन्छु कि हेल्प गरिदिनु होला, जहाँ पनि जसको पनि अगर सक्नुहुन्छ भने। अब सक्दैन भने त त्यो अरू कुरा हो होइन। सकिन्छ भने चाहिँ एक दुसराको हेल्प गरेर हिँड्नु, किनकि मान्छे हो, मान्छेको फर्ज निभाउनुपर्छ समाजमा बसेपछि। त्यति नै हो कुरा चाहिँ। धन्यवाद छ।